नमस्ते साथीहरू, मैले यो साइडमा एउटा भिडियो राखेको छु, हेर्नु है त। एकछिन यो भिडियो हेर्नु अनि यसको म तपाईँलाई केही कुरा भन्छु। हर्कराज राई सहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादा विपरीत संसदमा प्ले कार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरूलाई प्रतिनिधि सभा नियमावली 2079 को नियम 30 बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु। अनि यो भिडियोमा मैले एउटा कमेन्ट गर्न मन लाग्यो। अलिकति सभामुख भनेको निष्पक्ष हुनुपर्छ भनेर मैले यस्तो कमेन्ट गरेँ। यो कमेन्ट पनि हेर्नु। अनि एउटा साथी हुँदो रहेछ, आफ्नो अनुहार हेरेर मलाई कमेन्ट गर्नुहुन्छ। ऐना बिहान हेर्नुभएको होला साथी, विचार गर्नुहोस्। त्यसैले तपाईँले यस्तो कमेन्ट गर्दै हुनुहुन्छ। तपाईँ आफ्नो अनुहार हेर्नु त को झुसे देखिन्छ। तपाईँलाई त्यस्तो देशभक्ति माया छ भने विदेशमा बसेर नेपालमा आएर राजनीति गर्नुहोस्। लागत छ भने वडा सदस्य जितेर देखाउनु, एउटा औकात हुनुपर्छ नि बोल्ने पनि। विदेशमा बसेर जे बोल्दा पनि हुन्छ भन्ने कुरा नसुत्दा हुन्छ।